हेलो साथीहरू, हामीहरूले सरप्राइज प्लान गरिरहेको थियो नि त अस्तिदेखि। अनि त्यही सरप्राइज लिएर हामी जाँदैछौँ हाम्रो ठुलमम्मीलाई सरप्राइज दिनको लागि। हामी चाहिँ मामा, मम्मी, आन्टी, भाइहरू सबैजना अनि हामी रेडी भएर हामी गइपुग्यौँ। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। कहाँ जाने भन्दा यहाँ बसेर थ्याङ्क यू। कहाँ जाने आउँछ भन्दा तयार भएर बस्यो। कस्तो लाग्यो? कस्तो लाग्यो? कस्तो लाग्यो? थ्याङ्क यू। मैले त भिडियो बनाउने नि एउटा भन्नु न, यो तपाईँको छोरीको तर्फबाट हो, सम्झना दिदीको तर्फबाट। कस्तो के मन? थ्याङ्क यू मिस यु छोरी। हजुरलाई धेरै धेरै जन्मदिनको शुभकामना छ मेरो ठुलो मम्मी। मेरो मम्मीको दिदी मेरो आमा सरह जस्तै लाग्छ मलाई। अझ भनौँ साथी जस्तै हुनुहुन्छ। उहाँको व्यवहार यति धेरै राम्रो छ कि एकदमै साथी जस्तो व्यवहार गर्नुहुन्छ कि अनि यति कम्फर्टेबल फिल हुन्छ नि मलाई उहाँसँग। अनि उहाँको जन्मदिनमा चाहिँ हामी यतिको त गर्नु पऱ्यो नि त सरप्राइज, होइन साथीहरू। अनि यति खुसी हुनुभएको थियो कि त्यो खुसीको त कुनै मूल्य नै थिएन कि यस्तो मन आनन्द भएको थियो नि त। यो सेल्फी स्टिक एकदमै चाहिएको थियो क्या उहाँलाई। अनि कति खुसी हुनुभएको थियो। कुर्ता सुरुवाल भाइले दिएको हो अनि कति धेरै खुसी हुनुभएको थियो। थ्याङ्क यू सो मच। आज घुम्न जाने भनेर हजुरलाई झुट बोले मैले। एकदम झुक्क्याएर तयार बनाएर सारी लगाएर यो चाहिँ गलत हो है। सधैँ कुक